नमस्कार। संसदले नयाँ कानून बनायो वा यो विधेयक पारित भयो भन्ने खबर त हामी कति सुन्छौं, होइन र? तर कहिले सोच्नु भएको छ एउटा सानो विचारले कानूनको ठूलो रूप कसरी लिन्छ? आउनुहोस्, आज नेपालको संघीय संसदमा एउटा विधेयकले ऐन बन्नका लागि गर्ने यही जटिल तर एकदमै रोचक यात्रालाई सँगै मिलेर हेरौं। त्यसो भए हाम्रो आजको मूल प्रश्न यही हो। आखिर एउटा सोच वा विचारले कानूनको आकार कसरी लिन्छ? यो प्रक्रियाको सुरुवात कहाँबाट हुन्छ? अनि कुन कुन चरण पार गरेपछि मात्रै एउटा विधेयकले ऐनको रूप धारण गर्छ? ल, यो यात्राको सबैभन्दा पहिलो पाइलाबाटै सुरु गरौँ न त। पहिलो खण्ड विधेयकको जन्म। हरेक कानूनको एउटा सुरुवात हुन्छ र त्यो सुरुवात हो विधेयक। अब हामी कानून बन्ने प्रक्रियाको सबैभन्दा पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण चरण अर्थात् एउटा विधेयकको जन्म कसरी र कहाँ हुन्छ भन्ने बारे बुझ्नेछौँ। हाम्रो देशमा संघीय संसदका दुईवटा सदन छन्, एउटा प्रतिनिधि सभा, अर्को राष्ट्रिय सभा। सामान्यतया कुनै पनि विधेयकलाई कानून बनाउनका लागि यी दुईमध्ये कुनै पनि सदनमा प्रस्तुत गर्न सकिन्छ। हो, यहीँबाट नै कानून बन्ने औपचारिक प्रक्रियाको श्रीगणेश हुन्छ। तर एकछिन है, सबै विधेयकहरू एकिनासका हुँदैनन्। केही विधेयक यति विशेष हुन्छन् कि तिनको यात्रा अनिवार्य रूपमा प्रतिनिधि सभाबाटै सुरु हुनुपर्छ, र त्यो विशेष विधेयक हो अर्थविधेयक। ल, अब हेरौँ सामान्य विधेयक र अर्थविधेयकमा खास के फरक छ त। सामान्य विधेयकहरू नाम जस्तै सामान्य कानून बनाउनका लागि हुन् र यिनीहरू कुनै पनि सदनबाट सुरु हुन सक्छन्। तर अर्थविधेयकको कुरा एकदमै फरक छ। यो सिधै देशको ढुकुटी मतलब कर, सरकारी खर्च, ऋण जस्ता वित्तीय कुरासँग जोडिने भएकाले यसलाई प्रतिनिधि सभामा मात्रै प्रस्तुत गर्न पाइन्छ। र यसको अनुमोदन प्रक्रिया पनि विशेष र छिटो हुन्छ, जसमा राष्ट्रिय सभाको भूमिका अलि सीमित हुन्छ। कहिलेकाहीँ त कुनै विधेयक अर्थविधेयक हो कि होइन भन्नेमै विवाद हुन सक्छ। यस्तो बेलामा कसको कुरा मान्ने त? हो, यस्तो अवस्थाको लागि संविधानको धारा 110 को उपधारा 4 ले स्पष्ट भनेको छ, सभामुखको निर्णय नै अन्तिम हुनेछ। उहाँले प्रमाणित गरिसकेपछि त्यो विधेयकले अर्थविधेयककै मान्यता पाउँछ। दोस्रो खण्ड सदनमा प्रवेश। ल, विधेयक त जन्मियो, अब सुरु हुन्छ यसको वास्तविक परीक्षा। अब यो सदनभित्र प्रवेश गर्छ। यो खण्डमा हामी हेर्नेछौँ कि एउटा विधेयकले आफ्नो पहिलो घर अर्थात् पहिलो सदनभित्र कस्ता कस्ता छलफल र परीक्षणहरू पार गर्नुपर्छ। कुनै पनि विधेयकले जुन सदनमा जन्मियो त्यहाँ 3वटा मुख्य चरण पार गर्नै पर्छ। पहिलो, यसलाई औपचारिक रूपमा सदनमा टेबल गरिन्छ। दोस्रो, सांसदहरूले यसको हरेक दफा उपदफामाथि गहिरो छलफल र बहस गर्छन् अनि आवश्यक परे संशोधनहरू पनि राख्छन्। र तेस्रो, बहुमतले पारित गरेपछि मात्रै यो विधेयकले आफ्नो पहिलो परीक्षा पास गर्छ। तेस्रो खण्ड दुई सदनको यात्रा। एउटा सदनको परीक्षा पास गर्दैमा विधेयकको यात्रा कहाँ सकिन्छ र? अब त यसको यात्रा अर्को सदनतर्फ मोडिन्छ, जहाँ यसले फेरि नयाँ चरणको जाँच र छलफलको सामना गर्नुपर्छ। अब दोस्रो सदन अर्थात् राष्ट्रिय सभाको अधिकार विधेयकको प्रकार अनुसार फरक हुन्छ। सामान्य विधेयकको हकमा राष्ट्रिय सभाले 2 महिनासम्मको समय पाउँछ। यो अवधिमा उसले विधेयकलाई पास गर्न, रोक्न वा सुझावसहित फिर्ता पठाउन सक्छ। तर अर्थविधेयकको मामलामा भने राष्ट्रिय सभासँग जम्मी 15 दिनको समय हुन्छ र उसले सुझाव मात्र दिन सक्छ, विधेयकलाई अस्वीकार गर्न सक्दैन। यसले के देखाउँछ भने वित्तीय मामलामा प्रतिनिधि सभा नै बढी शक्तिशाली छ। तर एउटा कुरा सोचौँ त, सधैँ सबै कुरामा सहमति कहाँ हुन्छ र, होइन? यदि कुनै सामान्य विधेयकमा यी दुई सदनबीच मत बाजियो भने के हुन्छ? मानौ राष्ट्रिय सभाले प्रतिनिधि सभाले पठाएको विधेयक मन पराएन र अस्वीकार गर्यो भने के होला? यस्तो असहमति सुल्झाउनका लागि हाम्रो संविधानले स्पष्ट व्यवस्था गरेको छ। यदि राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट आएको विधेयकमा चित्त बुझाएन भने त्यो विधेयक फेरि प्रतिनिधि सभामै फर्कन्छ र प्रतिनिधि सभाले त्यसलाई फेरि बहुमतले पास गरेर सिधै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउन सक्छ। तर यदि राष्ट्रिय सभाबाट आएको विधेयक चाहिँ प्रतिनिधि सभाले अस्वीकार गर्यो भने दुवै सदनको संयुक्त बैठक बोलाएर मतदानबाटै टुङ्गो लगाइन्छ। चौथो खण्ड राष्ट्रपतिको अन्तिम निर्णय। संसदका दुवै सदनको कठिन परीक्षा पार गरिसकेपछि विधेयक आफ्नो यात्राको अन्तिम तर सबैभन्दा निर्णायक मोडमा आइपुग्छ। अब यो विधेयक राष्ट्रपतिको टेबलमा पुग्छ, जहाँ यसको भाग्यको अन्तिम फैसला हुन्छ।
संसदबाट पास भएको विधेयक राष्ट्रपतिज्यू कहाँ पुगेपछि संविधानले एउटा समयको घडी सुरु गरिदिन्छ। धारा 123 अनुसार राष्ट्रपतिले ठिक 15 दिनभित्र विधेयकमा आफ्नो निर्णय लिनुपर्छ। यो समयसीमाले कानून बन्ने प्रक्रियालाई अनावश्यक रूपमा अड्किनबाट जोगाउँछ। अर्थ विधेयक बाहेक अरू विधेयकमा राष्ट्रपतिसँग दुईवटा विकल्प हुन्छन्। पहिलो, विधेयकलाई प्रमाणीकरण गरेर ऐनको रूप दिने, वा दोस्रो, यदि विधेयकमा केही कुरामा पुनर्विचार गर्नुपर्ने देखियो भने आफ्नो सन्देशसहित विधेयकलाई जुन सदनबाट सुरु भएको हो त्यही फिर्ता पठाउने। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा छ जसले हाम्रो लोकतन्त्रको शक्ति देखाउँछ। राष्ट्रपतिको फिर्ता पठाउने अधिकार एक पटकका लागि मात्र हो। यदि संसदले राष्ट्रपतिले फिर्ता पठाएको विधेयकलाई जस्ताको तस्तै वा संशोधन गरेर फेरि पारित गरी पठायो भने यसपटक राष्ट्रपतिले 15 दिनभित्र अनिवार्य रूपमा प्रमाणीकरण गर्नैपर्छ। यसले जनताका प्रतिनिधिहरूको अन्तिम निर्णयलाई सम्मान गर्छ। र राष्ट्रपतिको प्रमाणीकरणको त्यो छाप लागेपछि विधेयकले आधिकारिक रूपमा ऐनको दर्जा पाउँछ। एउटा विचारले कानून बन्न गरेको त्यो लामो र जटिल यात्रा हो यही आएर पूरा हुन्छ। 5औं खण्ड, अध्यादेश, एक विशेष परिस्थिति। अहिलेसम्म हामीले कानून बनाउने सामान्य र मूल बाटोबारे कुरा गर्यौं। तर सोचौं त, जब संसदको बैठक नै चलिरहेको छैन र देशलाई तत्कालै कुनै कानून चाहियो भने के गर्ने? हो, यस्तै विशेष परिस्थितिको लागि एउटा छुट्टै र छिटो बाटो छ जसलाई भनिन्छ अध्यादेश। त्यसो भए के हो त यो अध्यादेश भनेको? सरल भाषामा भन्दा, जब संसद चलिरहेको हुँदैन तर देशमा तुरुन्त कुनै कानून चाहिन्छ, तब मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नुहुन्छ। यसले ऐन जत्तिकै काम गर्छ, तर यो स्थायी होइन, अस्थायी हुन्छ। अध्यादेशको यो अस्थायीपनलाई एउटा नम्बरले प्रश्न पार्छ, 60 दिन। संसदको अधिवेशन सुरु भएको 60 दिनभित्र यदि त्यो अध्यादेशलाई संसदले अनुमोदन गरेन भने त्यो आफै निष्क्रिय हुन्छ। यसले के सुनिश्चित गर्छ भने अध्यादेशले संसदलाई छल्न सक्दैन, बरु संसदप्रति नै उत्तरदायी रहन्छ। एउटा अध्यादेशको अन्त्य 3 तरिकाले हुन सक्छ। 1. संसदका दुवै सदनले त्यसलाई अस्वीकार गरेमा। 2. राष्ट्रपतिले जुनसुकै बेला खारेज गरेमा। र 3. हामीले भर्खरै कुरा गरे जस्तै संसद बसेको 60 दिनपछि अनुमोदन नभएमा आफै निष्क्रिय भएर। 6औं खण्ड, किन यो महत्त्वपूर्ण छ? ल, हामीले विधेयकको जन्मदेखि ऐन बन्नेसम्मको यो लामो यात्रा हेर्यौं। अब एउटा मूल प्रश्नमा फर्कौं। यो प्रक्रिया यति विस्तृत र कहिलेकाहीँ झन्झटिलो जस्तो किन बनाइयो? यसको वास्तविक महत्त्व के हो त? वास्तवमा यो विस्तृत प्रक्रियाका पछाडि गहिरो लोकतान्त्रिक कारणहरू छन्। यसले हरेक नयाँ कानूनमाथि पर्याप्त छलफल र बहस होस् भन्ने सुनिश्चित गर्छ। यसले संसदका दुई सदनबीच शक्ति सन्तुलन कायम राख्छ, राष्ट्रपतिलाई पुनर्विचारको अवसर दिएर हतारमा गल्ती हुनबाट जोगाउँछ, र सबभन्दा महत्त्वपूर्ण कुरा, यसले कानून निर्माण प्रक्रियालाई जनताप्रति जवाफदेही बनाउँछ। अन्तमा यो सबै प्रक्रिया हेरिसकेपछि एउटा गम्भीर प्रश्नमा घोत्लिन मन लाग्छ। हाम्रो कानून निर्माण प्रक्रिया वास्तवमा कतिको जनकेन्द्रित छ त? के यी सबै प्रक्रियाहरूले साँच्चै नै जनताको आवाजलाई कानूनमा बदल्न सकेका छन्? यही प्रश्नमाथि विचार गर्न छोड्दै आजको लागि बिदा माग्छौं। नमस्कार।